प्रभुको दर्शन तिमीलाई शुभाशिष वचन शुभाशिष वचन सदा सदा शुद्ध आत्मा शुद्धै रहनु शुद्धै रहनु शुद्धै रहनु नानी सत्य आत्मालाई जोगाउनु नानी सत्य आत्मालाई जोगाउनु सत्य आत्मालाई जोगाउनु भन्ने शरदचन्द्र परमधामको 16 तला परमधाम अरूले विश्वास नगरेर मलाई केही दुःख मन छैन तर मेरो आत्मालाई चाहिँ परमधामको वचन एकदम खडेरी लागेको छ भनी जिक्राइन गरेको हुनाले म आज श्री राज श्याम श्यामाजीको जो हुकुमबाट म देवचन्द्रले परमधामको वचन तिमीलाई सुनाउन परमधामको ढोका खोलेको छु। कसैले परमधामको ढोका खोलेर म प्रवचन भन्न लागे कोही भन्दैनन्। फुल र पैसा चढाएर अनि सुरु गर्दछन्। हामीलाई मात्रै पुष्प चाहियो, तिम्रो पैसा चाहिँदैन। आदर गर्छौ, तिम्रो पैसा खर्च गरेर त्यसमा तिमीलाई हामीले स्वागतै गर्नुपर्छ। त्यति नगरे कसरी भगवान मान्नु होइन? भगवान मान्नको लागि पुष्प त परमात्मामा चढाउनु पर्दछ। आत्माको कोसेली भनेकै पुष्प हो। कुनै तिमीले फुलमाला लगाएर किताब पढेर भगवान भेट्न सक्दैन। भगवान भेट्ने भनेको आत्माले दिव्य चक्षु आँखा खोल्नुपर्छ, तब मात्रै। तिमी भजन भन्दै जति उफ्र जति नाच, कथित भजनमा तिमी जति मूर्छा परेर नाचे पनि भगवानले हामी सुन्न सक्दैनौँ। किन सक्दैनौँ त? भगवान किन निष्ठुरी? भगवान पनि यस्ता हुन्छन् र भन्ने त यहाँ मूर्खहरूको प्रश्न आउँछ। यो प्रश्नलाई चिर्दै उनीहरूले गर्ने प्रश्न म आफै गर्छु र म आफैले यो प्रश्नलाई चिर्छु। त भगवान किन सुन्दैन? बडा प्रश्न हो यो। हामीले यति राम्रो खर्च गरेर भव्यताका साथ हामी नाचिरहेका छौँ, बजाइरहेका छौँ, भजन गाइरहेका छौँ, किन सुन्दैन? यत्र गाना बजाउन सुन्न नसक्ने के भगवानको बहिरा भएका छन्? यसरी भन्न सकिन्छ संसारमा। तर पनि म यसलाई यसरी फेरि बाँड्दछु। हो, सुन्न सक्दैनन्। किन सुन्न सक्दैनन्? प्रश्न यसै गरी जाने हो। ताकि शुद्ध आत्मा भएर भजन गरेकै छैन। त्यहाँ जति गर्छन् त्यहाँ शुद्ध भएकै छैन। त्यहाँ त के त केवल मात्र एउटा आडम्बरीले भरिएको छ। त्यो आडम्बरीले भरिएको भजन परमात्मामा लाग्दैन नि। त्यो जति जिक्राइ गरे पनि म यसरी चिर्दछु। चिरा फारा बनाउने त देवचन्द्र हो नि त। सबतिर चिरै चिरा। त्यो चिरा गाँस्न धेरै गाह्रो पर्छ। त्यसैले दिव्य चक्षु आँखालाई खोलेर आफ्नो आत्मालाई दिव्य ज्योति बालेर हेर्न सक्नुपर्छ। आत्मामा दिव्य ज्योति बाल्न सक्ने
र आफूले परमात्मालाई गाली गर्न सक्ने पनि हुनुपर्छ। परमात्मालाई गाली गर्दा परमात्मा के भन्नुहुन्छ? परमात्मा भन्नुहुन्छ, जति तिमीले गाली गर्यौ त्यति मैले ताली बजाउनु पर्छ। ताकि किन उसले कुन किसिमबाट गाली गर्यो? उसले सत्यतामा बसेर गाली गर्यो। जब कि उसलाई सत्य हुँदैन भने भगवानलाई नै दोष दिन्छ भने ऊ के भयो त भने ऊ सत्यतामा आफ्नो आत्मालाई उसले निचोरी राखेको छ। सत्यको डोरीले निचरेको र बाँधेको भएको हुनाले उसले यी कुराहरू, यी शब्दहरूलाई जाहेर गर्नमा कहिले पनि पछाडि सर्न सक्दैन। र परम धाम के हो त? यहाँ सजिलैसँग परम धाम जाने हो, परम धाम हाम्रो देश हो, ओहो हामी त परम धाम, संसारबाट मर्ने बित्तिकै परम धाम, सजिलो छ भन्नलाई। मैले अघि नै चिरेको थिएँ नि त। के चिरे त? दिव्य चक्षुको आँखा खोलेर भित्री आँखा खोल्नु पर्यो, आत्माको आँखा खोल्नु पर्यो। हामी जब जन्मेका थियौँ नि, रुँदै रुँदै आएको आत्मा, त्यो डराएर काली लागेर हैरान परेर रुएको त्यति बेला त्यो आएको आत्माले को चाहिँ आँखा खोल्नु पर्ने हो। ऊ आँखा चिम्मै भएर आएको छ नि त। संसारमा पृथ्वीमा माटो छुने बित्तिकै उसले आँखा खोल्दैन, मात्रै मुख खोल्छ। उसले रुने सिवाय, स्वर निकाल्ने बाहेक आँखाले हेरेको हुँदैन। ऊ त के भयो त? म हेर्दिनँ अहिले संसार, म हेर्दिनँ भनेर आँखा त सत्य आत्माले के गरेको हुन्छ? आँखा चिम्म गरेर आएको हुन्छ। संसारमा अहिले आँखा हेर्ने भनेको त यी छ आत्मा पसेपछि पो हेर्ने हो त। त्यो भएर हामीले परमात्मासित दिव्य चक्षु आँखा खोलेर परमात्मालाई दर्शन गर्नुपर्छ भनेका हौँ। अब के त? परमधामको दर्शन। 16 तला परमधाम कहाँ छ त? अब भगवानलाई किन 16 वर्ष, परमात्मालाई किन 16 वर्षका हुनुहुन्छ भनेको त? परमधाम 16 तला छ, त्यही भएर 16 वर्षकै मात्रै देखिनुहुन्छ। उहाँ कहिले बुढो हुनुहुन्न, कहिले पनि दुखी हुनुहुन्न, कुनैमा पीर चिन्तै हुँदैन होइन। 16 वर्षको उमेरमा केही पीर चिन्ता हुन्छ त? यहाँ हुँदैन नि त। त्यसो भएका अर्थमा 16 तला परमधाम छ भनेर नै 16 वर्ष उमेर गनिएको हो। र परमात्मा सधैँ 16 वर्षका जस्ता देखिन्छन् भन्ने भाव यहाँ सबैले भन्ने गरेको छ। तर विश्वास छ कि छैन भन्छन् त्यसो। खुल्यो 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 शरद चन्द्र, खुल्यो 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 शरद चन्द्र, परमधामको ढोका खुल्यो, अब परमधामको ढोका खुल्यो। अठार हजार चोकमा आरती सजाउँदै, 18,000 चोकैमा आरती सजाउँदै, रास सम्झीको रात मधुर 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 गर्दै गुडाउँदै, गर्दै 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 मधुर गुडाउँदै परमधाममा अब श्री राज्य श्री श्यामजीको जुन उन्नति चोकबाट चाहिँ रथ गुड्न लाग्यो। श्री राज्य श्री श्यामजी सिंहासनमा विराजमान भइबक्सिन्छ त विराजमान भएकै जो वैभवबाटै सजिलोसँगै फेरि रथबाट सवारी भइबक्सिन्छ। न त उठ्नुपर्छ, न त बस्नुपर्छ, न त तान्नुपर्छ, न त
कसैले यताउता छेकथुन गर्नुपर्छ। कस्तो छ भगवानको देशमा, कति आनन्द छ। शरदचन्द्र परमधामको म पढन्त अवधि सुन्नुपर्छ मैले, आसन गरेको चेका भनेर रिसाउँछ। अब यहाँ मिल्दैन त्यस्तो। 16 तला परमधाम भन्दा यहाँ हँसी मजाक उडाउँछन्। कहाँ छ र त्यो भन्छन्। त्यही भएर हामीले सितिमिति वचन दिँदैनौँ र उसको आत्मामा मात्रै बसेर हामीले उसलाई कजाउने गरेका छौँ। रथ गुड्यो शरद पनि आउन, रथ गुड्यो शरद पनि आउन, जाऊँ हामी राजश्यामजीको चरणमा, अब चरणमा हामी राजश्यामजीको चरणमा पुग्ने पो त। तर संसारमा बसेर कसरी परमधाम गयो भन्ने फेरि यहाँ प्रश्न उठ्न सक्छ। त्यो होइन भक्तिहरू। हामी आत्मालाई डोराएर लान सक्छौँ। त्यही आत्मालाई परमधाम पुर्याएर फेरि संसारमा उसको अन्तिम घडी नभएसम्म त हामीले उहीँ राख्न मिल्दैन। हामी फेरि फिर्ता ल्याएर राख्ने शक्ति ममा प्रदान भएको छ श्री राजश्यामजीबाट। यो सितिमिति कसैमा काली लाग्दो युगको यो अन्त्यमा कसैलाई प्राप्त भएको छ भन्न म सक्दिनँ। हामी धेरै ठाउँमा प्राप्त हुन सक्दैनौँ र हामी सस्ता पनि छैनौँ, महँगा पनि छैनौँ, अपूर्व हामी, पाउन नसकिने, पाउँदाखेरि छोड्न नसकिने। मन मोहक भन्दछन् त्यस्तै किसिमको हामी एकदम मोहक भनेको के हो? आत्माको मनमा मोहक भएर आउने। र राजश्यामजीको कुन चोकमा जाने हो, रथ गुडिँदैछ 18,000 सखीहरू सबै तयारी छन्, राजश्यामजीको स्वागत भर्न गर्नलाई। आरतीमा फुलगुच्चाको कस्ती झिलिमिली, स्वागत गर्न सबै तयारी छन्, स्वागत गर्न सबै तयारी छन्। राजश्यामजी मुस्कुराउँदै आफ्ना भक्तिहरूलाई सखीहरूलाई शुभ दर्शन दिन, शुभ दर्शन गर्न आउनुभयो। राजश्यामजीको दर्शन गर्दछु। मणिकण्ठ चोकैमा आज भेला हुने हो, मणिकण्ठ चोकैमा आज भेला हुने हो। 25 महलका शब्द यहाँ हामी बताउने हो, नानी बताउने हो। शरदचन्द्रको यो आत्मालाई घोटेर, शरदचन्द्रको आत्मालाई घोटेर, देवचन्द्र अझै घोट्दैछु हो, देवचन्द्र अझै घोट्दैछु हो, अझै घोट्दैछु। र शिरोमणि चोक
आरणी चोक कुम्भमणि चोक बिन्दमणि चोक सहिष्णु चोक गजरमुनि चोक बिन्दामुनि चोक सर्वेणी चोक धारणी चोक आनन्द आनन्द सबैतिर आनन्द। यही चोकभित्र चाहिँ श्रीराजी श्री श्यामाजी सखीहरूसँग अब यहाँ साधारण भाषामा भन्नुपर्दा भेटघाट गर्न आउनुभएको छ, मूलमिलावा गर्न आउनुभएको छ र सखीहरूलाई दर्शन, सखीहरूको दर्शन आफूले लिने, आफ्नो दर्शन उनीहरूलाई दिने, त्यसको लागि चाहिँ परमात्मा यी चोकमा सवारी भई बक्सिएको छ। र यो चोकको सिंहासन कस्तो छ त थोरै वर्णन दिन्छु शरदलाई, हेर्दै पनि गर्ने हो शरदले, तर शरदलाई मैले मधुरो मात्रै देखाउने, यही छ हुकुमै यही छ, उसलाई प्रष्ट देखाउन सकिँदैन ताकि उसको आत्माले प्रष्ट चिन्छ, देख्ने बेला चाहिँ हामीले मधुरो दिन्छौँ, किन ऊ संसारमा छ नि त। त्यस कारणले परमधामको वर्णन भनेको संसारमा छैन, यो गोप्य देशको वर्णन हो। पहिला गोप्य थियो भने चाहिँ गोप्य खोलेका त हुने, हामीले अरू के न गरेका छौँ, गोप्य रहेको परमधाम खोलेको हो, अरू केही पनि गरेको होइन। 10 तलाकोले पनि श्रीराजी श्यामाजी भन्दछन्, अहिले 16 तलामा पनि श्रीराजी श्री श्यामाजी, फरक यति हो। किन यति हो? 10 तलामा श्रीराजी श्यामाजी भन्न सिकाएको, पक्का चाहिँ श्रीराजी श्री श्यामाजी हो है नाम भनेर भन्न सिकाएको मात्रै हो। कहाँ जाने कसरी जाने परमात्मालाई कुन चौतारोमा भेट्ने हो, राजी श्यामाजीको चरण धोएर लिने हो। अमृत बनाई अमृत बनाई अमृत बनाई धारा बहाउने हो, परमात्माको सुन्दर चरणबाट हो नानी परमधाम सुन्दर राजी श्यामाजी हो, राजी श्यामाजी को चरणबाट वचनले अमृत बनाउने, अमृत बनाउने। मणिथाल आरती सजाऊ, मणिका थालीमा आरती सजाऊ। जय जय राजी श्यामजीको, जय जय राजी श्यामजीको स्तुति स्तुति सबले सुनिदेऊ, सबले सुनिदेऊ, सबले सुनि परमात्मामा बुझाऊ, बुझाऊ प्रष्ट बुझेको वचन, प्रष्ट बुझेको वचन। मणिथालमा आरती सजाई श्री 18,000 चोक, 18,000 चोकमा 18,000 सखी छन्, सखी छन्। यही सखीको को, यही सखीको को करबिन्दा बहाइदिने परमात्माको धन, परमात्माको धन।
राज्य श्यामजी यही सिंहासनमा, राज्य श्यामजी सिंहासनमा, सवार भई आराम लिनुभो, ओ आराम लिनुभो धनी आराम लिनुभो। संसारमा जस्तो राज्य श्यामालाई सुताउने, राज्य श्यामाजीलाई खान दिने, राज्य श्यामाजीलाई लुगा लगाइदिने, ओढाइदिने, खान दिने भन्ने गरेको छ। अन्धोपन छ यहाँ। भगवानलाई हामीले सुताउनु उठाउनु पर्छ। भगवानलाई हामी मर्ने शरीरले उठाउने सुताउने, उहाँलाई खान दिने खुवाउने, खाएको देखिन्छ। जति राख्यो त्यति नै हुन्छ, खाएको हुनु न। हामी कति मूर्खसँग यहाँ गर्छौँ त। त्यो मूर्ख हामीलाई मूर्ख भन्यो भने हामीलाई फेरि त्यति असल चाहिँ लाग्दैन नि, होइन र? हो नि। अब सखीहरू 18,000 सखीहरू सबैले मणिका थालमा आरती सजाए। बिर्सने होइन है शरदचन्द्र, यो त बिर्सिँदैन। म त बिर्सिहालेँ नि को भन्छ फेरि, बिर्सिने होइन। मणिको थालमा आरती सजाइरहेका छन्, भजन गाइरहेका छन्। शरदले पनि हेरिरहेको छ, तर शरद अहिले त्यहाँ सामेल हुन भने चाहिँ उसले पाउँदैन। किन पाउँदैन? ऊ त्यहीँ बस्ने गरी गएकै छैन। उसलाई हामीले बानी मात्रै पार्ने हो, जाने आउने जाने आउने। परमधाम हो कि होइन भने उसले देखेको छ र न। उसले कसैले छैन भन्दाखेरि पनि उसले यो होइन कि क्या हो भनेर ऊ कहिले गर्नु सक्दैन नि त। तर उसलाई हामीले देखाइरहेको छौँ। उसले प्रष्ट देखेको छ परमधाम। त्यस कारणले ऊ जतिजनाले जे भने पनि ऊ कहिले गल्दैन। अरूले जति अर्थ लाउन् त्यो अर्थ उसले पत्ताउँदैन। किन पत्ताउँदैन? उसले परमधामको वचन पाइरहेको छ र परमधाम देखिरहेको छ, पुगिरहेको छ। त्यो पुग्नु चाहिँ देवचन्द्र ए छुच्चाले मात्रै हो। फेरि मलाई मात्रै बक्स भएको छ, आत्मा लाने ल्याउने सबैलाई प्राप्त भएको छैन यो शक्ति फेरि। त्यस कारणले मैले आज उसको जिक्राइलाई पुरा गर्न तयारी भएको। संसारमा सधैँ हतार हुन्छ अरे, त्यो हतार चाहिँ किन भएको भन्दा सधैँभरि खानुपर्छ नि त मान्छेलाई। खालि खान सिकाएको छ अनि त्यो खानको लागि हतार गरेको। पुग्ने ठाउँमा पुग्दा पनि खानै पर्ने, त्यहाँ पुग्नलाई पनि खानैको लागि पुग्नु पर्ने। खानकै लागि पुग्ने हो अनि पुग्दा पनि त्यहाँ त्यसलाई पुग्ने ठाउँमा पनि त्यसलाई खानकै लागि बोलाएको अनि खान दिनु पर्यो। अनि त्यो भएको हुनाले हतार छ यहाँ, हतार। त्यो हतारले गर्दा सही परमात्मा चाहिँ भुलिसकेका छन्। देख्न पाएको छैन, नाम सुनेको हो कि होइन भन्छन् त्यसो भन्ने धेरै हो। 100मा 99 हो, पक्कै पनि छन् यहाँ। आरतीको मणि थालको आरती श्री राज्य श्री श्यामाजीमा सब सखीले आरती सजाएर आरती पुर्याउनु भएको छ। श्री राज्य श्री श्यामाजीले आरती लिनुभयो। सबैलाई शुभाशीष वचनका साथ मिठा मिठा शब्दहरूको भाव पैदा गराइदिनु भएको छ र खुसी हुँदै सखीहरू भन्छन् श्री राज्य श्री श्यामाजीको सवारमा हामीले यसरी हामीले सेवा गर्न पाउँदा मणिको थाल आज तयार भएको छ। यो मणिको थाल हामीले न त किनेको, न त हामीले भेटेको, न त पहिलादेखि थियो। हामीलाई
चाहिँदा यही तयारी हुन्छ परमात्माको शक्ति, परमात्माको हामी भक्ति। त्यस कारणले हामीले पाएका छौँ र हामी खुसी छौँ भने सखीहरू यसरी खुसी व्यक्त गर्दछन्। मणिको थालमा बालिएका आरती यस्तो राम्रो बलेका छन्, यी कहिले निप्दैनन्। र यहाँनिर न त सलेदो थप्नुपर्छ, न त यहाँनिर उसलाई तेल थप्नुपर्छ, घिउ थप्नुपर्छ। ऊ आफसे आफ बल्छ, यहाँ बलिरहन्छ। यति झकाउ मणिको थाल यस्तो झल्केको छ, यस्तो राम्रो छ। यहाँ आरतीहरू यस्तो राम्रो झल्किरहेको छ। र यस्तो परमधामको वर्णन यहाँ सुन्न पाइँदैन। विडम्बना त यो गोप्य देशको हो नि। यहाँ छताछुल्ल भएको त यहाँ छँदैछ नि। मनगढन्तेले बनाएका सबै पुस्तिकाहरूमा छँदैछ नि। त्यस कारणले गर्दा हामीले खुलाएको 16 तला परमधाम गोप्य देशको त यहाँ छैन। गढन्ते कथामा आएका छैनन्। यहाँ कथा भन्छन्, यो चाहिँ व्यथा सत्यता हो। यो चाहिँ भइरहेको, जो हुन्छ भइरहेको हुन्छ। यहाँ त्यो हिजो भएको पनि होइन, पछि हुन्छ भन्ने पनि होइन, भइरहेको वर्तमान काल। आरती बलेको हेर, शरद पनि हेर, शरद पनि हेर, शरद पनि हेर। राजश्यामजीको चरणमा आरती सजाउँदैछन्, आरती सजाउँदैछन्। राजश्यामजीको हामीले चरणमा आरती सजाए पनि हुन्छ, हामी यही तलै राखेर सजाए पनि हुन्छ। किन हुन्छ? जबकि परमात्माले देख्नुहुन्छ भने हामीले जहाँ बसेर सजाए पनि हुन्छ। परमात्माले देख्नुहुन्न भने हामी महलमा गएर सजाए पनि देख्नुहुन्न। त भन्नुहुन्छ राज्यले मेरा भक्ति चाहिँ दुखी हुन्छन्। किन दुखी हुन्छन्? शब्दका दुखी हुन्छन्। सधैँ शब्द जति सिक्यो त्यति खाँचो, जति सिक्यो जति सुन्यो त्यति नै थोरै हुने हुन्छ। त्यसैले शब्दको दुखी हुन्छन्, धनको दुखी भने होइन, शब्दको दुखी। धन त यहाँ जति भए पनि धेरै भए छोडेर जाने, थोरै भए मागेर खाने, यति मात्रै हो यहाँ त। अब त्यहाँभन्दा अरू केही पनि हुँदैन। र यी आरतीले यस्तो राम्रो शान दिएका छन्। सबै भक्ति परमधाममा भक्ति हुन्न, संसारमा भक्ति परमधामको सखी। सखी भनेको बराबरी, सखी बराबरी। र श्री राज्य श्री श्यामाजीको जो आदेशले राज्य श्यामाजीको अनुहार हेर्ने भन्दै शरद सिंह उतै मात्रै हेर्दैछ। महाराजी श्यामाजीको अनुहार हेर्छ अरे। श्री राज्य श्री श्यामाजीको मुस्कुराहट कहिल्यै पनि उहाँहरू अँध्यारो हुनुहुन्न। र सबै सखीलाई भन्नुभयो, राजश्यामजीबाट हुकुम भयो, सखीहरू के छ त आजको हाम्रो यहाँ गर्नुपर्ने कायदाहरू र हामीलाई हुने फाइदाहरू बेफाइदाहरू के छन् कि सबैले यसलाई यहाँ उजागर गरौँ। कसलाई दुखेको छ कि, कोही रिसाएको छ कि, कोही खुसाएको छ कि, खुसाउने किन खुसायो, रिसाउने किन रिसायो, यसमा पनि
हामीलाई सबैले देखाउनु पर्छ भन्ने हुकुम भइरहेको यस बखतमा सखीहरू भन्छन्, हामीलाई दुःख भन्ने कुरो चाहिँ कस्तो हुन्छ थाहा छैन महाराज, सुख भन्ने कुरो पनि कस्तो हुन्छ त्यो पनि थाहा भएन महाराज। हामी न त सुखी न त दुखी, हामी आनन्दमा छौँ। र यसरी सखीहरूले के भन्न थाले, न त हामी सुखी न त दुखी, हामीलाई त्यो याद भएन, हामी आनन्दले भरिएको देशमा छौँ। र राजीले यसरी खुसी हुँदै हात माथि लानुभयो र भन्नुभयो, भन्दै हुनुहुन्छ, यति प्रत्यक्ष हो, कुनै लेखेको र मैले पढेर आएर कण्ठ गरेर भनेको चाहिँ होइन, यो म भइरहेको त्यहाँ प्रत्यक्ष हेर्दै भन्ने हो। श्री राजीले एउटा औँला ठडाउनुभयो र भन्नुभयो, मैले किन ठडाएँ यो एउटा औँला? सखीहरूलाई शब्द प्रश्नको। अब सखीहरूले एउटा औँला ठडाएको यसको अर्थ बताउन सकिन्छ? किन ठडाएँ भन्नुभयो। सखीहरूले भन्छन्, हे परमात्मा, यी सबै कुरो हामीले तर लगाउने हो भने त हामीलाई परमात्मा पनि त चाहिँदैन थियो नि, हामी आफै परमात्मा बन्ने थियौँ। उनीहरू पनि यसै भन्छन्, के कम छ र उहाँ त, किनभने परमात्मासँग खेलेर परमात्मासँग बसेर सबै सखी आनन्द छन् नि त, न सुखमा छ न दुःखमा छ, आनन्दमा छौँ भनेको छ नि, आनन्द, सबै आनन्दमा छन्। त्यस कारणले न त गाली गर्नुहुन्छ हामीलाई, न चुट्नुहुन्छ, न पिट्नुहुन्छ, हामीलाई केही छैन, आनन्द छ। न हामी उपद्रव गर्छौँ, न हामी नचाहिँदो काम गर्छौँ, न हामीलाई गाली गर्नु पर्यो न चुट्नु पर्यो, त्यो त आनन्द। ल राजीले किन औँला ठडाउनु भयो त भन्दा एउटा सखीले भन्नुभयो, हामी सबै एउटै हौँ, हामी सबै कुनै छुट्टा छुट्टा छैनौँ, हामी एउटै हौँ भन्नुभएको हो भनेर सखीले भन्नुभयो। श्री राजीले एकदम मुस्कुराहट भएर भन्नुभयो, एकदम जो भन्यौ सखीले यो एकदम ठिक हो, हामी सबै एउटै हौँ नि। जब एउटा हात ठडाए, म पनि तिमीहरू जस्तै, तिमीहरू पनि म जस्तै, होइन? त्यस कारणले हामी कुनैमा भेदभाव छैन, यति मात्रै हो। हामीमा शक्ति छ, तिमीहरूमा शक्ति भनेको चाहिँ थोरै मात्रै। हामी जाग्रत बाण छौँ, तिमीहरूमा त्यो हुन सक्दैन, त्यति मात्रै फरक छ। हामीमा ज्ञान छ, तिमीहरूमा अलिकति त्यो ज्ञान सुन्ने शक्ति छ, हो यस्तै मात्रै फरक हो, अरू हामी सबै एउटै हौँ। श्री राजीले कति राम्रोसँग भन्नुहुन्छ र भन्दै पनि सुनाउँदै पनि हुनुहुन्छ। कस्तो महल त, परमात्मा किन यति घमण्ड गर्नुहुन्न? म त भगवानको त, म भगवान त झन् घमण्ड गर्नुपर्ने हो नि, मलाई कसले जित्छ र भनेर। भगवानलाई जित्ने त आजसम्म कोही पनि आएको छैन। जो पनि भन्छ नि भगवान भरोसा, भगवानले निचोरिनु पर्ने, छोडिँदा छोडिनु पर्ने न हो जीव जन्तु त, हामी जीव हो नि त, जीव प्राणी हौ हामी भगवानको अधीनमा रहनुपर्छ र परमधाममा चाहिँ मर्नु पर्दैन। निचोर्दा नि मरिन्न, थेचार्दा नि मरिन्न। किन? हामी मर्ने देशलाई छोडेर गयौँ, मर्नेलाई मारेर गयौँ हामी। हाम्रा यी पञ्चमधातुले बनेका दरबारलाई चाहिँ हामी मारेर जानुपर्ने हुन्छ यो आत्माले। जब आँखा चिम्लेर आएको थियो नि संसारमा आत्मा, ऊ नहेरिकन मात्रै रोएर आएको थियो नि त। तर यो कुरो यहाँ महाराजहरूले भनेको छैन।
आँखा चिम्लेर उरुएर संसार नहेरी आएको भनेर चाहिँ भनेका छैनन्। जहाँसम्म लाग्छ म सुत्छु देवचन्द्रले भनेको। कहाँ आएँ भनेर ऊ आत्तिएर रुएको चाहिँ भन्छन्। गुरुहरूलाई पनि त ऊ लेखेको किताब पढेको त्यही पढेको भरिबाट भन्ने मात्रै हो नि, बिचराहरूलाई के ज्ञान हुने। अनि त्यसैमा लट्टो लिने हो। र श्रीराजजीले यसरी आफ्नो बखान दिनुहुँदा, आफ्नो महानता सबैसँग बाँड्नु हुँदा त्यहाँका सखी कस्ता भयो होला, हामी आफै विचार गरौँ एकछिन। र सखीहरू, नानीले भन्छ सखीहरू तल श्रीराजजी माथि हो कि जस्तो लाग्छ भन्छ। राज्य माथि नै हो, हामी राज्यलाई छुन सक्दैनौँ। सखीहरू सब हिँडोलामा छन्। आनन्द क्या आनन्द, आनन्दले भरिएको देश खोज्न जाउँ। कहाँ जानु त हो? संसारमा त आनन्दले भरिएको देश कहीँ छैन। सुख सहेलको लागि कमाएका होलान्, बनाएका होलान्, तर उसलाई पनि त्यहाँ शान्त कहिल्यै हुँदैन। धेरै धन भयो, कसले चोरी लगिदियो भने पनि, चोर दियो भने पनि पिरै भयो, मेरो यति घाटा भयो भन्यो, मेरो चोरले लग्यो भन्यो, झस्कियो बस्यो। महल छ, कहिले भत्किन्छ, टाल्नु पर्यो, दुःख छ नि। यहाँ अलिकति कमाएर सुख सहेल गर्नेलाई पनि धेरै दुःख छ। त्यसो भएको हुनाले श्रीराजजीबाट हामीले के पाउँछौँ त? उक्ति। अब उक्ति, जुक्ति, ज्ञान, गुण, शब्द सबै पाउने नै श्रीराजजी श्यामाजीबाट पाउने हो। राज्य श्यामाजीमा शक्ति कम छैन, बराबरी छ। र सखीहरूले बिन्ती गरे, श्री परमात्मा आज हामी यो जति अघि भनी भ्याइएको चोकहरू छ, त्यो चोकहरूबाट हामी चाहिँ थोरै थोरै खेला पनि गर्छौँ, मेला पनि भर्छौँ, आनन्द पनि लिन्छौँ, श्रीराजजीसँग हामी मुकाबेला पनि गर्छौँ। उनीहरूको यही नै भयो चाहना। र राज्य श्यामाजीले स्वीकार गर्नुभयो। कहिले पनि आफ्ना सखीहरूले भन्नुभएको शब्दहरूलाई यो चाहिँ हुँदैन भनेर कहिल्यै निकाल्नुहुन्न। यो बेठिक भन्यो भनेर त्यहाँ कहिल्यै पनि फेल गर्नुहुन्न। त्यो त के त सखीहरूले चाहेको कुरो हो नि त। उनीहरूको पुरा गरिदिनु पर्ने त भगवानको आफ्नो कर्तव्य हो। भगवान भइसकेपछि परमधामको चाहिँ भगवान, अब 33 कोटी भगवानसँग चाहिँ मिल्दैन फेरि कुरो। 33 कोटी भगवान चाहिँ संसारमा ढाँट्नु पनि पर्दो रहेछ। किनभने यहाँका प्राणीहरू छुलिया छन्, त्यही भएर उसलाई ढाँटेर पनि उसलाई छल गर्नु पर्दो रहेछ। 33 कोटी भगवानहरूलाई चाहिँ परमात्मा, परमधामको परमात्माले कहिले पनि ढाँट छल गर्नुहुन्न। त्यसैले परमात्माको भक्ति कहिले ढाँट्ने र चल्ने, कसैलाई एक शब्द ढाँट्न दिनुहुन्न। र जबकि शरदचन्द्रले कहिले ढाँट्न सक्दैन, कहिले छल्न सक्दैन र कहिले फोहोरमा डुब्न सक्दैन। किन? परमात्माको शक्तिले छोइरहेको छ नि त। त्यो भएको कारणले गर्दा हो। र अब सब सखीले बिन्ती गरेका छन्। अब यी सखीहरूसँग चाहिँ श्रीराजी श्री श्यामाजी खेल्नु हुने। उनीहरूले खेल्न चाहन्छन्। प्राय परमधाममा सखीहरूले चाहिँ राज्य श्यामाजीसँग खेल्नै रुचाउँछन्। किन भन्दा परमात्मा जब हामीबाट टाढा हुनुहुन्न भने
हामीसँग त खेलिरहनु तब हामीसँग खेल्न पाइयो, तब हामी राज्यको सँगसाथमा भएर हामी कहिले पनि चुडिन सक्दैनौँ, कहिले हामीलाई वैरभाव हुँदैन। त्यसैले त आनन्दै आनन्दको देश भनेको त्यसै होइन। आनन्दको देशमा हामी परमात्मासित रम्नु पाउनुपर्छ। र सखीहरू, हामी पनि संसार छोडेर परमधाम प्रवेश गर्न सक्यौँ भने त्यसै भन्ने हो, अनि त्यही सुखमा डुब्ने हो हामी। आनन्दले भरिएको देश खोज्न जाऊँ, परमात्मा कस्तो छन् अब हेर्न जाऊँ। हामी यसरी जाउँ न त अब। र सखीहरूको नाम भनेर यहाँ साध्य हुँदैन। 18,000 चाहिँ किन सखी भनिएको, यो प्रश्न कोहीबाट आउँदैन। म आफै प्रश्न गर्छु, 18,000 सखी किन भए त्यहाँ स्वर्तला परमधाममा? 18,000 चोक छन्। किन 18,000 चोक भएको? 18,000 चाहिँ यो चोक त 18,000 छ, सखीहरू किन 18,000 भएको? यो मेरो प्रश्न। किनकि प्रश्न गरिएन भने शब्दको अर्थ लाग्दैन। भन्नेले भनिरहन्छ, सुनेर मात्रै बस्ने, त्यो कुनै अर्थ आउँदैन। जब शब्दहरू आउँछन्, प्रश्न छट्टै सोध्नुपर्छ। यहाँ त सबै जान्ने छन्, मैले प्रश्न गर्नु हुँदैन भन्ने ठाउँ होइन परमधाममा। हामीले प्रश्न गर्न पाउँछौँ। श्रीराजी श्री श्यामाजी महाराजसँग हामी झगडा गर्न पाउँछौँ। कति खुल्ला छ त, त्यसै परमधाम भनिन्छ। संसारमा त अलिक धनाढ्य मान्छेलाई त कसैले बोलाउन नि सक्दैनन् नि। यहाँ कति भेदभाव हुन्छ। परमधाममा भगवानसित कति भेदभाव छैन। सानो हुनेसँग सानो भइदिनुहुन्छ, ठुलो भयो भने उसँग ठुलै भइदिनुहुन्छ, बराबरी। कसैसँग भेदभावको चाहना बढ्दैन परमधाममा। र सखीहरूले यस्तो बिन्ती गरे, श्रीराज श्री श्यामाजी, आज हामी यो वैभव, यो माहौलमा हामी एकदम खुसीका साथ, यो आरतीका थालीका साथ हामी परमात्मासित नाच्न माग्छौँ। हामी त अब आरती लिएरै नाच्ने 18,000 सखीहरू। मैले सोधेको छु कि 18,000 सखी किन भए? किन 18,000 सखी? 18,000 चोक, अनि किन 18,000 सखी? र श्रीराजजीले यसरी यसो सबैलाई विचार गर्दै हुनुहुन्छ। के भन्छन् अर्को कुरो? श्यामाजीले मुस्कुराउँदै सबैलाई भन भन्दै हुनुहुन्छ। अनि एउटा सखीले भन्न थाल्यो, हामी यो आरतीको थाली समातेरै रहन्छौँ, हामी राख्दैनौँ। यहाँ आरती बलि नै रहन्छ। यो हाम्रो आरती थालीमा चाहिँ राजी श्यामाजीले टेक्नु पर्यो। यो थालीमाथि चाहिँ टेक्नु पर्यो आरतीको साथमा। यस्तो माग अब हाम्रो संसारमा मिल्छ त यो माग हामी यसो गर्न सक्छौँ त? यो कहाँबाट आयो? शरदले पढेको छैन त, किताब छैन, यो कहाँबाट आयो यस्तो कुरो? अब सखीहरूको माग ल हेर्नु, अब हेर्नु होइन सुन्नु। कसैले देख्दैनन्, शरदले मात्रै एकदम मधुरो छायामा देख्दछ। उसलाई किन हामी प्रष्ट देखाउँदैनौँ? त्यही छ हुकुम। त्यति भए पनि देख्नु पाएको छ।
हाम्रो आरती थालीमा राज्य श्यामाजी चाहिँ यहाँ उभिनु पर्ने हो। उनीहरूले त्यही माग गरेका छन्। हामी आज यहाँबाट सुरु गर्ने हो हामी खेला। परमधामको वर्णन यसरी गर्ने हो हामीले। र राज्य श्यामाजीलाई कुनै अप्ठ्यारो गाह्रो छैन। अब 18,000 सखी छन्, सबैको थाली छ। मणिको थालीमा आरती बालिरहेका छन्। चट चट यस्तो बैठक राखेको वैभव जस्तो थाली छ। वैभवमा आरती बोलेका छन्, जोर जोर आरती बोलेका छन्। र आरतीको थालीमा राजश्यामाजी यहाँनिर उभिदिनु पर्छ। र हामी यही आरती थाली राज्य श्यामाजी उभिनु भएपछि चाहिँ हामी आरती घुमाउँछौँ, राज्य श्यामाजीलाई घुमाउँछौँ। उनीहरूको माग यस्तो भयो। यो अप्ठ्यारो भनौँ कि सजिलो भनौँ, यसलाई यस्तो माग गर्न पाउँछ के परमधाममा। अब यो राज्य श्यामाजीले हुन्छ हामी टेकिदिन्छौँ, तिमीहरूले थाली त उचाल्न सक्छौ। सखीहरूले एकै स्वरमा भने हामी किन नसक्नु? परमात्माको शक्ति हाम्रो भक्ति, हामी उचाल्न सकिहाल्छौँ। ल ल हुन्छ। सबैजनाले आरती थाली एकदम मल्ल परेको आरती बोलिरहेको छ। र राज्य श्यामाजीले ल पक्का हो पक्का हो पक्का हो पक्का हो पक्का हो, हामी त गरौँ छौँ नि, तिमीहरूले उचाल्न सक्छौ। हामी जसरी नै उचाल्छौँ, थाली भुइँमा खस्न दिँदैनौँ। हामी राज्य श्यामाजीलाई संसारमा यहाँ हाम्रो थालीमा भएर आरती हामीले भजन गाउन पाउनुपर्छ। अब हो यसरी माग गर्न पाइयो, माग भयो। ल राज्य श्यामाजीले ल हुन्छ, हामी तिमीहरू सबैको थालीमा हामी आउनेछौँ। फेरि त्यहाँ पालो पालो हुँदैन नि, एउटाको थालीमा आउने अनि त्यहाँबाट उता जाने उता जाने उता जाने, पालो गरेर कहिले भ्याउने? परमात्माको शक्ति सबको थालीमा टक्क उभिनु भयो। त्यो उभिएको भान सबै सखीमा पुर्याइदिनु भयो। सबैले थालीमा हेर्छन्, राज्य श्यामाजी उभिनु भएको छ। यत्रो हो त थालीमा उभिने, यति सानो सानो हो भगवान्? हामी कल्पना गरौँ त, होइन? परमात्मा आफ्नो साइजमा हुनुहुन्छ, ठुलै हुनुहुन्छ। तर के भयो त परमात्माको शक्ति? परमात्मा जो परमात्मा हुनुहुन्छ, परमात्मा आफ्नो सिंहासनमै विराजमान होसिनु भएको छ राजश्याम श्यामाजी। उहाँको शक्तिले सबैको थालीमा चाहिँ श्रीराजी श्री श्यामाजी नै भएको एकदम आँखा खोलेर हेर्दा ढ्याक्क देखिने राज्य श्यामाजी। सखीहरू पनि आँखा चिम्लेर आरती केही गरुङ्गो भए जस्तो हुन्छ, उनीहरूलाई केही थपिए जस्तो हुन्छ। अनि यसो हेऱ्यो राज्य श्यामाजी, मेरोमा त राज्य श्यामाजी, उसकोमा नि सबैकोमा राज्य श्यामाजी। सबैले आरती घुमाउन थाले। अब भजन भन्छन् उनीहरूले। भजन भनेको राजश्यामाजीको नाम हो, राजश्यामाजीको नाम हो। परमधाम भनेको, परमधाम भनेको हाम्रै देश हो भन्दै सबैले भजन सुरु गर्न थाले। राज्य श्यामाजीले आनन्द सबैको थालीमा जग 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 जग, कति आनन्द हो। ओ नानीको आँखा नै उज्यालो भयो। र यसरी आरती सबैले सजाए राज्य श्यामाजी। अनि प्रश्न भयो, अब आरती भजन अझै गाउँछौ कि पुरा भयो? भक्तिहरूले परमधाममा भक्ति होइन, सखी। अब हामीले आरती घुमायौँ, राजश्याम श्यामाजीमा हामी अर्पण गर्छौँ। ल हुन्छ, अर्पण गर। सबैले अर्पण गरे।
एकदम आफ्नो थालीमा राज्य श्यामाजी देखिरहेकै छ झलझली। सिंहासनमा हेऱ्यो भने राज्य श्यामाजी देखिन्छ, थालीमा हेऱ्यो राज्य श्यामाजी देखिन्छ। कति आनन्दको देश हो यो। आनन्दै आनन्दले भरिएको देश भनेको यस्तो हुँदो रहेछ भनेर यिनीहरूले सखीहरू आनन्द मानेर अब आफ्नो आरती थाली राख्ने ठाउँमा टक 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 सबैले आरती थाली राखेपछि परमात्मालाई प्रणाम गरे सबैले। अनि सबैको प्रणाम लिनुभयो श्री राज्य श्यामाजीले। कहिल्यै घमण्ड गर्नुहुन्न। आफ्ना सखीहरू जति झुक्छन् त्यति नै झुक्नुहुन्छ राज्य श्यामाजी पनि। यहाँ त गुरु महाराज प्रणाम भन्छन्, गरिदिन्छन्। कति हेलासी हो त। झुक्नु त झुक्नु पर्छ। जब फलेको रुख झुकेको हुन्छ भन्छन्। जो महानता छ उसको आत्मा उज्यालो छ, जो शक्तिवान छ, जो परमधामको भक्ति छ ऊ झुक्छ नै सधैँ। तर ऊ संसारको लागि आडम्बर छ सधैँ ठाडो बस्छ। र सबैले के गरे त आरती राखेपछि आरती थालीमा राज श्यामाजी भोइ बक्सिन्न। उहाँ आफ्नो सिंहासनमा विराजमान भई बक्सिएको छ। सबैले आँखा खोलेर राज्य श्यामाजीमा प्रणाम गरेर आफ्नो शिर सबैले उज्यालो भएर अब हामी भजन गर्छौँ, राज श्यामाजी नाच्नुपर्छ। यस्तो छ के परमधाममा कति आनन्द हो यो उनीहरूको माग। अनि राज्य श्यामाजी कहिल्यै पनि हामी गर्दैनौँ र हामी हट्छौँ कहिल्यै भन्नुहुन्न। हुन्छ। अनि सबैले भजन गाउन थाले। भजनको स्वर कस्तो गाउन मिलाई, परमधामको वचन पायौँ हामी सबैलाई। आओ आओ प्यारा मेरा सखीहरू, आत्मा धनी चिनौँ अब आँखा खोलौँ बरु। यसरी भजन गाउन थाले यो शैलीमा सबै। अब परमधामको यो प्रष्ट भजनमा चाहिँ यो लय भनेर तोकिएको हुँदैन। कति बेला के लय दिनुहुन्छ परमात्माले त्यही लयमा जाने हो। कहाँ बिसाउने हो, कहाँ फुलस्टप लाउने हो त्यो पत्तो हुँदैन। परमात्माले नै गराउनुहुन्छ त्यो। त्यही भएर सधैँ हिजो गाएको भाकाले आजै गाउने पनि हुँदैन, अघि गाएकोले अहिले पनि हुँदैन। बिचबिचमा फेरिरहन्छ। आपसे आप भगवानले फेराइरहनुहुन्छ। त्यसरी गाउने हो के भजन। त्यसरी आउँछ शब्दहरू, भजनका शब्दहरू। त्यो हिजो लेखेको पन्ना पल्टाएर त्यो भन्यो अनि आज पनि त्यही भन्यो, भोलि पनि त्यही भन्यो। संसारको जस्तो हुँदैन परमधाममा। र परमधामको भक्तिमा त्यही हो। शरदलाई भएको पनि त्यही हो। न कुनै लय कण्ठ गर्न नपर्ने, शब्द कण्ठ गर्न नपर्ने भिन्नता यसरी आएको हो। र सबैले भजन अब विराम लगाए। अब सखीहरूले भन्न थाले, भए परमात्मा हामी चरणमा ढोक्न चाहन्छौँ। किनभने सखीहरूलाई चाहिँ के छ भने एउटा अब सुखै सुखमा बसेर आनन्दै आनन्दमा बसिएको छ परमधाम। आज तक हामीले राज्य श्यामाजी छुन सकिँदैन। छुने भनेर पुग्यो अलिकतिले छोटो होइदिन्छ। यति हामी कहिल्यै पनि त्यहाँनिर बराबरी हामी भन्नुभएको त छ। उयो अघि नै भन्नुभएको थियो नि, शक्ति बराबरी छैन। त्यो हुन कारणले गर्दा हामी परमात्मा छुन चाहिँ सकेका छैनौँ। र सबैले हुन्छ भनेर सबैले प्रणाम गरे। परमात्माको चरण छुन सबै तयारी भए। छुनको लागि सबै आफ्नो शिर निहुराएर छुन गए। छुएको भान हुन्छ तर छुन चाहिँ सकिँदैन। परमात्माले यति तृप्त गराइदिनुहुन्छ, ल तिमीहरूले छुयौ तर
पक्कै परमात्मालाई चाहिँ छुन सकिन्न। भान गराइदिनुहुन्छ, त्यसैमा तृप्त भएर सखीहरू आनन्द लिँदछन्। र हामीले पनि परमधाम पुग्यौँ भने तृप्त लिने त्यसै गरी हो। जहाँ त्यहाँ भइरहेको हुन्छ नि परमधाममा, त्यही हो, त्यहाँको रीति त्यही हो, थिति त्यही हो। भगवानले त्यसै गराउनुहुन्छ। सखीहरूले भन्न पाइन्छ, गर्न पाइन्छ। अपुरो भनेको परमात्मालाई छुन पाइँदैन, त्यो कहिले पनि छुन पाइँदैन। ताकि हामी त अलिकति एक तह तल छौँ। सुखै सुख छ। अब छुएको भान हुँदा भएपछि हामीलाई आनन्द हुन्छ। शरदले भन्दैछ, मैले पनि छुन नपाउने होला नि भन्छ। त्यही हो परमधाममा। तर अब संसारमै परमात्माको जो आत्माले शरदको चौतारोमा आत्मालाई चौतारो बनाएर जहाँ लिनु भएको छ, अब हुँदै जाँदा सम्भव पनि हुन सक्छ परमात्मा छुनको लागि, किनभने यहाँ चौतारो भएको छ नि त। त्यस कारणले गर्दा निष्ठवान भएर परमात्मा छुनको लागि निष्ठवान हुनु पर्यो। त्यस कारणले गर्दा परमात्मालाई छुनको लागि चाहिँ धैर्य नै गर्नु पर्दछ। नसक्ने भन्ने कुरो छैन। सकिहालिन्छ भन्न नि सकिन्न। आफ्नो कार्यतालिका र आफ्नो शक्ति भावलाई त्यहाँ छानबिन गरिरहेको हुन्छ। र सबै सखीहरूले अब के गरे त? शिरता गरे। परमधाममा खट्टी वचन भनेको शिरता हो। शिरता गर्ने, शिरता गरेको छ। शिरता राजजीले यसरी हुकुम दिनुभयो, ल सबै सखीहरू अब हामीलाई प्रश्न गर, तिमीहरूको प्रश्नको जवाब दिन्छौँ। परमधाम के हो? परमधाम किन चाहियो? परमधाममा किन छौ? परमधाम आउनु पर्ने जरुरी, नआउँदा के हुन्छ, आउँदा के हुन्छ? सधैँ मानिस भएर किन बस्न पाइएन संसारमा? बालक भएर उमेरदारी हुँदा राम्रो भइयो, बुढो हुँदा नराम्रो भइयो, अशक्त हुनुपर्छ संसारमा। किन यसरी भयो? कारणहरू के हुन्? यिनीहरूका बुँदाहरू खुल्न पाए आत्मालाई केही राहत मिल्ने थियो। यस्ता कुराहरू सखीहरूबाट प्रश्न हुँदा श्री राजेश श्यामाजीले यसरी भन्नुहुन्छ, जुन संसारमा जन्म लिनु थिएन, जन्म लियो, बस्नु पर्थ्यो संसारमा, तर तिम्रो अन्तिम बसाइ भनेको के हो? ठाउँ नै सिद्धिन्छ। बस्दा बस्दा संसारमा रहँदा रहँदा हिँड्ने ठाउँ जति हिँडिसक्छौ, कहाँ कहाँ तिम्रो भागमा छ त्यो ठाउँ। यहाँ त देश देशान्तर डुल्यौँ, ओ त्यो देश डुल्न जाने, ऊ देश डुल्न जाने हो, हामी भ्रमण, हामी त टुरिस्ट बनेर जाने। यहाँ त धेरै हुन्छ नि त कुरो। तर कति छ खटाएको? त्यो खटाएको ठाउँ डुल्न जाने। अनि तिमीले त आफ्नो जाने ठाउँ गइसक्यौ, तिमीले लिनुपर्ने जति लिनिसक्यौ, खाइसक्यौ क्या? मिठो खायो कि तितो खायो कि यथार्थ टर्रो मिठो मिठो गुलियो इत्यादि तिमीले खाइसक्यौ। अब सबै सक्यौ, अब बाँकी छैन। पुग्ने ठाउँ पुगिसक्यौ, बाँकी छैन। त्यस कारणले गर्दा तिमीले अब सानो बेला ठुलो उमेरदारी राम्रो, बुढो भयो नराम्रो, अब आफ्नो
ऊर्जा बढेको पनि शरीरबाटै बिलाएर जाने र पहिला रुचेको पनि पछि रुच्न नसक्ने किन भयो त भन्दा सिद्धियो के। अब भोग चलन भन्दैनन्, भोग चलन गरिसकियो, अब छैन बाँकी। जुन आफूले अन्तिम सकेपछि त्यो आफूमा केही नभएपछि संसार छोड्न कर लाग्छ। छैन अब केही पनि, खान नि पाइँदैन, दिन नि पाइँदैन, सिद्धियो। घडी पला निमटन्ने सिद्धिएपछि हामी यहाँ उयो क्षीणम पर्ने मर्तेलकम विसन्ति हुनु पर्दछ। त्यही भएर दान गर्दा क्षीणलाई राम्रो हुन्छ, क्षीणको पुण्य हुन्छ। एक क्षीणको लागि पुण्य भयो, क्षीणम पुण्य मर्तेलोकम विसन्ति। अनि यही मर्तेलोकमा विसार सिद्धिन्छ। कुनै भगवानको देशमा तिम्रो दान आउँदैन, त्यसैले त्यहाँ मर्नुपर्छ। अनि त्यो आत्मा तिमीले सखार गर्यौ भने चाहिँ आत्माले यो परमधाम प्राप्त गर्न सक्छ। सबैले परमधाम भन्ने बित्तिकै परमधाम प्राप्त गर्न सकिँदैन। हिजोको दिनमा परमधाम चिनेको थिएन भने आजको दिनमा परमधाम कसरी हामी प्राप्त गरौँ? त्यो हुनाले हामीले आफ्नो आत्मालाई घोटिरहनु पर्ने कायदा नै त्यही हो। एकदम घोट्नु पर्यो, कसी लगाइरहनु पर्यो अनि चम्काइरहनु पर्यो। चम्केपछि परमात्माको देशमा जाने हाम्रो ढोका खुल्छ र हामी जान सक्छौँ। यहाँको हामी सबै त्यसरी सक्छौँ। जुन देश डुले पनि, जहाँ गए पनि, जुनै देश गए पनि हामीले त्यहाँ हाम्रो भागमा जुरेको मात्रै खान पाउँछौँ, हामीले लाई खटाइदिएको मात्रै हेर्न पाउँछौँ। त्यो देश सबै घुमेर आउँदैन नि त। त्यो हो कायदा। त्यसरी हामीले परमात्मालाई प्राप्त गर्नको लागि आफूले आत्मा खियाएर अब हामी संसारमा किन दुःख गर्छौँ त भन्दा हामीलाई अराएको छ। त्यो दुःख गर्नुपर्छ, कतिसम्म गर्ने। र पनि हामीलाई चेतना नखुल्दा हामी यहीँ बिलाउँछौँ। छ आत्माको लोभमा परेर सत्य आत्मा बिलाउँछ। यहाँ छ आत्माले केही गर्न दिँदैन सत्य आत्मालाई। ऊ त पहिला संसार आउँदा आँखा चिम्म गरेर आएको हो नि त। ऊ 3 महिना पछाडि मात्रै उसले आँखा खोल्छ र यहाँको के 3 महिना पछाडि मात्रै उसको भित्री दिव्यबाट अनि देख्न सुरु गर्छ। बाहिरी आँखा त खोल्छ तर उसले देख्दैन नि। त्यो बालकले उसले केही देख्दैन। प्रष्ट त उसले 3 महिना भएपछि मात्रै देख्छ। तब मात्रै संसार देख्न सुरु हुन्छ। किन देख्यो? 6 आत्माहरू छुलियाहरू पस्दै आयो नि त। उनीहरू 6 आत्माहरू पालो 6 महिनाभित्रमा पस्ने हो। 6 आत्माहरू 6 महिनामा मानिस बनाइयो भनेर भात खुलाइ गर्ने कायदा नै त्यही हो। यहाँ जानेको छ, अर्थ जानेको छ। ल, राज्यबाट प्रश्नको जवाब उत्तर सबै एकमुष्टमा आउँछ। सबै सखीहरू आनन्द छन् अनि भन्छन्, परमात्मासँग हाम्रो केही गुनासो छ, छोडिदिनु पर्छ हामीलाई, आत्माको नासो छ। यो आत्मालाई बुझाउन कति गाह्रो छ हामीलाई, परमात्मा टाढा हुँदा आत्मा दुख्छ मलाई, आत्मा दुख्छ मलाई। त्यसैले हामीलाई परमात्मा त नजिक चाहियो, हामीमै हुनु पर्यो र हामीलाई सुख आनन्द मिल्छ त। परमात्मा हामीदेखि टाढा रहनुभयो भने हामीलाई मिल्न सक्दैन। यस्ता किसिमका प्रवचनहरू यहाँ सुन्न पाइँदैन है। संसारका व्यक्तिहरू पाइँदैन यहाँ त। त्यसैले शरदले जिक्राइ गर्छ परमधामको प्रवचन। जब मैले प्रवचन भनेको के हो त? प्रष्ट वचन भनेको प्रवचन, प्रष्ट बुझ्ने गरी। यहाँ त कथा सुन्न जाने भन्दछन्, त्यो कथा कथेर लेखेको हो।
यसो एकान्तमा बसेर यसो घुमायो, आँखा घुमायो, अनि यसो निहुरियो, अनि चट्ट आउँछ अनि त्यो शब्द लेख्ने गर्दै कथा लेखेको के त्यो लेखाइ त्यो कथा हो। कथा सुन्नुपर्छ, कथा पढ्नुपर्छ भन्ने कायदै त्यही हो संसार। कथा 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 त्यस्तो हुन्छ। त्यही प्रष्ट वचन हो यो। र यी चोकहरूमा सबै सखीहरूले भन्छन् हामीलाई तिर्खा लाग्यो त अब के गर्नु, किन भगवानलाई सताउनु न छ। सबैको अगाडि जल तयारी। अब भोक लाग्यो भन्यो भने व्यञ्जन तयारी। कसैले दुःख गर्नु पर्दैन। त्यो आनन्द आनन्द परम धाम आनन्द, सुखमय देश खोज्न परम धाम जाऊ, त्यो ढोकाको चाबी खोल्न परमात्मामा बिन्ती बिसाऊ, हामीले बिन्ती बिसाऊ। संसारबाट जानलाई पूर्वको ढोका खोल्नु भनेको छ। अनि श्रीराजी श्री श्यामाजीले सिंहासनबाट ओर्लिएर भन्नुभयो, आऊ प्यारा सखीहरू, तिमीहरू सबैसँग म अङ्कमाल गर्छु। सबै सखी अब परमात्माले अङ्कमाल गर्छु भन्दा को चाहिँ खुसी भयो होला। तर यहाँ संसारको जस्तो लाइन बसेर जानु पर्दैन। एकचोटि यस्तो हामी अङ्कमाल गर्ने भनेपछि सबै सखी त्यही भित्र पर्छन्, तर परमात्मालाई चाहिँ छुएको हुँदैन। भान त्यस्तो हुन्छ, चाप्प अङ्कमाल भयो, त्यहाँभन्दा के पाउनु त नि, छुनै पनि त अब के सकिन्छ। हामी किन भने हामी एक तह तल हुन्छ। सखीहरू परमात्माको बराबरीमा पुग्न सकिँदैन। हामीसँग त्यो शक्ति हुन सक्दैन। हिजो थियो भने पो त्यस्तो हुन्थ्यो त। हामी त्यहाँ गएर शक्ति भरिएका हौ नि त। हामी त संसारमा बस्दा त्यस्तो शक्ति भरिएको थिएन, त्यहाँ पुग्दा पो हामीलाई शक्ति भरियो त। परमात्माले दिनुभएको शक्ति भरिँदा हामी त्यहाँ परमात्मासँग अङ्कमाल हुन सकिन्छ। र सबै सखीले भने हामीले परमात्मालाई प्रसाद खुवाउन पाए हुन्थ्यो। र परमात्माले भन्नुहुन्छ खुवाउन सक्छौ। सबैले खुवाउँछन् परमात्मालाई प्रसाद। सबै प्रसाद लिएको भान राज्य श्यामाजीले सबैलाई तृप्त गराइदिनु भयो। सबै आनन्द छ। परमात्मालाई हामीले प्रसाद खिलायौँ, लिनुभयो, खुसी लाग्यो, सबै खुसी छन्। यसरी परमात्माले सुख दिनुहुन्छ। त्यही भएर परमधाम सुखको देश भनेको नै कायदा नै यही हो। र 18,000 चोकमा हामी के गर्छौँ त? किन परमधाम 16 तल्लामा चाहिँ 18,000 चोक भनेको? यो प्रश्नको उत्तर कसले दिन्छ? दिन सक्ने यहाँ कसैलाई शक्ति छैन र किताबमा लेखेकै छैन। कथामा आएकै छैन। त्यो कथामा नआएपछि भन्न सकिँदैन, कथामा नभएपछि जान्न सकिँदैन। अब यहाँ त कथाबाटै सिपालु हुने हो। यहाँ त अब यो प्रष्ट पाइँदैन, तरिकाबद्ध छ। अब परमधाममा न त कसैलाई घेर्नी लगाएर राख्नुपर्छ, न त बत्ती नै बाल्नुपर्छ। कति आनन्द छ के त्यस्तो देश छ। त्यो हुनाले सबै सखीले अब प्रसाद खुवाएपछि ग्रहण गरेको आभास गराइदिनु भयो। परमात्माले भन्नुभयो अब सखीहरूले आराम गर्ने हो। हामी सिंहासनमा उन्नति चोकमा फेरि सवारी हुनुपर्छ। जबकि हाम्रो पनि
क्षण समय छ, कति बेला हामी सिंहासनमा पधारिनुपर्छ, कति बेला हामीले सिंहासन छोड्नुपर्छ, त्यो हामीलाई मात्रै थाहा छ, तिमीहरूलाई थाहा हुन सक्दैन। तिमीहरू अब हिँडोलामा सबैले आराम गर्ने हो र हामी आफ्नो उन्नति चोक सिंहासनमा गएर हामी सिंहासन ग्रहण गर्छौँ। र यति भन्नुभयो श्रीराजजी, श्री श्यामाजी, सबै सखीहरूले भन्न थाले, हामी पनि जान पाए हुन्थ्यो त्यहाँ। अब के गर्ने त? अब सखीहरूले भनेको कुरो त उनीहरूलाई हुँदैन त भन्नै हुँदैन। तिमीहरू जान चाहन्छौ? सोध्नुभयो। हामी त एकदम जान चाहने, परमात्मासँगै त्यहाँ फर्केर आउँला नि, पुगेर हामी त्यस्तो किसिमको कुरा गर्छौँ सखीहरू। ल त्यसो भने सबै तयारी आऊ, ल हिँडोलाबाट सबै उत्रिने हो। हामी त रथमा गुडेर जान्छौँ, तिमीहरू केमा जान्छौ? हामीसँगै जाने, परमात्माले भन्नुभयो। सोध्नुभयो सखीहरू केमा जाने त? अब एकछिन त दुविधा भएर उनीहरूको केही प्रश्नको उत्तरै भएन, अर्थ लाउन नि सकेनन्। र एउटा सखीले ठक्क भन्न थाल्यो, परमात्माको जस्तै रथ हामीलाई मिल्छ भने हामी पनि त्यसरी नै जाने हो। कति उत्सुकता छ होइन? भन्न पाइने देश होइन त। अब परमात्माले फेरि त्यो नाइ पनि भन्नु भएन। ल जाने हो, जाने, सबै जाने, 18,000 सखी सबै जाने, सबैलाई रथ तयार भयो। परमात्मा कस्तो शक्तिदार हुनुहुन्छ। राज्यको भन्दा छुट्टो केही छैन, सबै त्यस्तै छ। कुन राज्यको कुन सखीहरू जाने त्यो छुट्दैन, एउटै छ चिनो त्यहाँ छुट्ने। र श्रीराजजी श्यामाजी रथबाट उड्नुभयो। त्यहाँ त रथ त राजी श्यामाजी जब सिंहासनमा पधारिनुहुन्छ रथबाट आएर, त्यो रथ त्यहीँ कता गयो थाहै हुँदैन। जब फेरि रथमा उड्ने बेला हुन्छ, रथ तयारी भइदिन्छ त्यहीँ, फेरि रथमा उड्नुहुन्छ, कहीँ लगेर पार्क गर्न नि पर्दैन, कहीँ अर्को मान्छेले चलाउनु पनि पर्दैन, आफै उड्ने हो त्यो राज्यको शक्तिले। अनि सबै सखीहरूलाई त्यस्तै रथ तयार गरिदिनु भएको छ, आफै उड्ने, चलाउनु नि पर्दैन, केही पनि गर्नु पर्दैन, एउटै गिरफ्तारमा जाने हो। राज्य श्यामाजीको रथ अगाडि छ, अनि दायाँ बायाँ सबै सखीहरूको रथ उडेको छ। क्या रमाइलो, आहा कति गजब छ। हेर्दा हेर्दै आनन्द सब सखीहरू उडेर गए। उन्नति चोकमा पुगेर राज्य श्यामाजी टक्क सिंहासनमा टक्क पधारिनुहुन्छ, सिंहासनमा ग्रहण गर्नुहुन्छ। रथ त्यहीँ सटलक्क त्यहीँ विराजमान हुन्छ। रथ कहाँनिर विराजमान हुन्छ त्यो थाहै हुँदैन। ठक्क राज्य श्यामाजीले अब त्यहाँ किन अहिले पुग्नु पर्यो त भन्दा राजकेर मैयाले सेवा गर्नुहुन्छ। अब सेवा लिनको लागि पुग्नु पर्यो आफ्नो टाइममा, होइन? भगवान्ले कहिले ढिलो गर्नुहुन्न नि, आफ्नो टाइममा। राजकेर मैयाले अब सेवामा तयार हुनुभएको छ, भजनको लागि बाइजी रानी तयार हुनुभएको छ। त्यस हुनाले आफ्नो टाइममा त्यहाँ पुग्नुपर्छ। समय भनेको एकदम अपूर्व चिज हो, न त यता न त उता, ठिक टाइममा। र उहाँ पुगेपछि विराजमान भइबक्सियो। सबै सखीहरूले प्रणाम गरे र अब तिमीहरू आफ्नो रथ लिएर जाऊ, तिमीहरू आफ्नो सखीहरू आराम गर्न जाऊ भन् जब हुकुम बक्सबो हुन्छ। सबै आफ्ना बसिरहेको रथबाट सबै फिर्ता सवारी भए, सबै आफ्नो ठाउँमा पुगे। अब आफ्नो ठाउँमा पुगेर आफ्नो हिँडोलामा बस्ने हो कि महलमा बस्ने हो कि प्रसाद लिने हो कि भजन गाउने हो कि नाच्ने हो कि उनीहरूको त्यहीँ सुरु हुन्छ।
अब उनीहरू फिर्ता गए, उहाँ आफ्नो ठाउँमा पुग्छन्, आनन्दले उता बस्छन् र श्रीराजजी श्री श्यामाजीको यहाँ सेवा सुरु। राजकेर मैया, बाइजी रानी भजन गाउने, राजकेर मैयाले राजी श्यामाजीको सेवा गर्ने। यसरी आफ्नो टाइममा कहिल्यै पनि परमात्मा म भगवान हो भनेर ठुलो फर्केर ढिलो गर्नुहुन्न, ढिँडाइ गर्नुहुन्न। सबैलाई आफ्नो तह तहमा लाग्नु भएको छ। भगवानको देशमा त्यस्तो छ र त संसारमा त्यसरी मिलाउनु पर्छ भन्ने चाहिँ छ, मिलाउन सकिन्न। किन? यहाँ छ आत्माले जकडिएर कसैको आत्मा मेलमिलाप खाँदैन। त्यो भएको हुनाले हामीलाई संसारमा दुःख भएको छ। परमात्माको देशमा जस्तो चितायो त्यस्तै भइरहेको छ। त्यस हुनाले हामीले त्यो देशको चाहना गर्ने हो, त्यो देशमा जाने हो, त्यो परमात्मासँगको हामी हुलमिल हुन पाउनको लागि हामीले सेवा गर्ने हो। सेवा आफ्नो लागि गर्ने हो, साझे हुँदैन। कसैसँग मिलेर सेवा गर्दा पनि मिल्दैन, त आफ्नो हुन्छ। आफ्नो एउटै भाँडामा पकाएको खाना भरे परिवार सबैलाई आफ्नो भाग लगाएर खानुपर्छ। किन? अब आफू अघाउनु पर्यो नि त। एकजनाले खाएर अरू अघाउँदैन। त्यस्तै हो परमात्माको देशमा जानको लागि भनेको। र यो आजको बखान म यहाँनिर आएर विराम दिँदछु। आफ्नो सखीहरू आफ्नो ठाउँमा पुगेर उहाँ आनन्द भजन गाइरहेका छन्। किन सुत्नु छ र किन के भोक लाग्छ र सबै भजन गाएर रन्काएर उहाँ राज्यलाई सुनाउँदैछन् उनीहरू। किन? सेवा पनि चल्दैछ राजकेर मैयाबाट, उनीहरू उताबाट भजन पनि एकदम नजिक हुन्छ कि टाढाबाट कसरी स्वर आयो होला भन्नु पर्दैन। परमात्माको तार त जोडिदिइहाल्नुहुन्छ। परमात्माले तार जोडेको त्यहीँ नजिकै भइहाल्छ। शरदचन्द्रलाई पनि त्यसै गरी तार जोडेको हो यो। नत्र परमधामको यस्ता न त पढ्नु न त कहिले सुनेको होइन। यस्तो खट्टी वचन आउनु भनेको त परमात्माको शक्ति हो नि त। त्यही भएर आज उसको झिक्राईलाई अलिकति भए पनि खजना मैले यहाँ बताइदिएको छु र उसले नै हेर्नु पायो। यसमा खुसी। जब यसरी वचन परमधामको वचन देवचन्द्रले जब वर्णन गर्न पाउँछु तब शरदचन्द्रले परमधाम देख्न पाउँछ। फेरि सदैव त्यहाँ शरदचन्द्रलाई चन्द्रले त्यहाँ देख्न पाउँछ। जब परमात्माको सेवामा उत्तरलीन भएर बस्छ त्यति बेला मात्रै देख्छ। परमात्माले के गर्दो रहेछ भनेर छोडेको बेलामा यसलाई पीर परेको हुन्छ, यसलाई नोक्सानहरू हुन्छ, ऊ घाटा गइरहेको हुन्छ। केही चिज हराउँछ, केही चिज बिग्रिन्छ, केही चिज हुन्छ न आफूलाई दोष लाग्छ। किन? भगवानले त्यति परीक्षण हेरेको के गर्दो रहेछ, यो फर्किन्छ कि फर्किँदैन भनेर जज गरेको बेलामा यसलाई धेरै दुःख पर्छ। घाटाहरू धेरै हुन्छ। परीक्षण त्यसै भनेको छैन। र परमात्माले साथ दिँदा मात्रै त चढाएको होइन रहेछ। जब अलिकति पर्दा लगाइदिनु भयो भरङ्ग हुन्छ। त्यस कारणले शरदलाई सचेतना दिनु र गरिरहनु भनेको त्यस कारण कोही बेला छोडिदिन्छन् र उसलाई घाटाहरू धेरै हुन्छ। अनि पछि फेरि उ भएपछि रिसाउँछ, भगवानले मलाई हेला गरे भन्छ। त्यस कारणले गर्दा परम भक्ति परमात्माको साथमा जानुपर्छ। आत्मालाई हामीले कसैसँग होडबाजीमा लानु हुँदैन। आफ्नो सेवा आफैले गरौँ। परमात्मा भेट्ने कोसिस आफैले गरे मात्रै भेटिन्छ। साथीसँग अङ्कमाल गरेर गर्दा भेटिँदैन। त्यो साथीले के सोचेको छ, ऊ साथीले के सोचेको छ, आफू के सोचिन्छ मिल्दैन। खाने बेला मात्रै मिल्छ,
किन त्यो एउटै भाँडामा पकाएको बाँडेर दिँदाखेरि चाहिँ सबैलाई एकैथरी जान्छ अनि स्वाद एउटै हो। त्यति मात्रै हो। कामहरू छुट्टै हुन्छ र परमधाम जाने बेला अन्तिम समय हामीले संसारको खाने खाइसक्यो, लाउने लाइसक्यो, अन्तिममा बाँकी भएको एक घुटको पानी पनि खाइसकिन्छ, तब संसार छोडिन्छ। संसार छोडेको बेलामा कोही साथी जाँदैन, न छोरा जान्छ, न छोरी जान्छ, न श्रीमान जान्छ, न श्रीमती जान्छ, होइन? यति हुन् छिटो एकदम जोडिएको नाता भनेको, आफूबाट फुटेको नाताहरू भनेको त्यो जाँदैनन्, एक्लै हो। त्यसैले आफ्नो लागि, आफ्नो आत्माको लागि परमात्मासँग हामी भेट गरौँ। सबै भक्तिमा यही सजेसनका साथ मेरो आजको वर्णन परमधामको चाहिँ कथा हुँदैन, यो एकदम ताजा हो, भइरहेको हुन्छ, वर्णन हुन्छ। आत्मा उहाँको चाहिँ कथा होइन, व्यथा हो। किन भक्तिलाई, आत्मालाई किन के हुन्छ त भन्दा व्यथा हुन्छ नि त, दुखेसो हुन्छ नि त। व्यथा भनेको दुःख लाग्ने हो नि त। त्यस कारणले गर्दा आत्माले सधैँ खोजिरहेको हुन्छ। खोजको बाटो हामी लम्किरहौँ। खोज्दा खोज्दै भेट्ने प्रयासमा हामी सधैँ चुक्नु हुँदैन, झुट्टा कुरामा झुक्नु हुँदैन। त्यसैले सबै आनन्दै आनन्दको आत्मालाई सधैँभरि साकार पारेर परमधाम पुग्न सकुन् भनेर मेरो चाहिँ सबैलाई सन्देश छ। र मेरो भनाइ मात्रै होइन, यो मेरो वर्णनलाई म यहीँ फुलस्टप लगाएर परमधाममै रहनेछु। जब हामी तार जोडेर हो, यो शरदचन्द्रलाई तार जोडेरै हो हामीले लाने, देखाउने। त्यही भएर उसले त्यहाँ प्रष्ट देख्न सक्दैन भन्नुको कारण पनि त्यो कारण पनि मैले खुलाएँ। किनभने म कारणहरू अब धेरै राख्दिनँ, किनभने खुलाउँदै जानुपर्छ, शरदलाई बुझाउँदै जानुपर्छ। त्यही हो, उसले खाने जति खाइसकेपछि यहाँनिर गर्नुपर्ने ठुलो सानो जे जस्तो भए पनि गर्नुपर्ने कृत्यहरू गरिसकेपछि अन्तिमको घडीमा एक घुड्की पानी पनि लिइसकेपछि त संसार त छोड्नु पर्यो। त्यहाँदेखि त आफ्नो केही पाउँदारै रहँदैन नि त। ब्याङ्कमा रहेको पैसा पनि ब्याङ्कमै बस्छ, राखिएका ठुल्ठुला ब्रान्डेड कपडा पनि त्यहीँ बस्छ। उसले लाउन पाउँदैन, छोडेर जानुपर्छ। भोगचमन गर्ने जति गरिन्छ, त्यहाँबाट गर्नु नपर्ने त छोडेर जानुपर्ने हुन्छ। त्यसैले लोभले संसारमा भरिएको छ। लोभ गर्नु, बसुन्जेललाई लोभ गर्नु ठिक भयो, तर आचरण राम्रो नभएपछि आत्मालाई दुःख हुन्छ। आत्मा सखारौँ भनेर म प्रणाम गर्दछु। परमधामको देशबाटै म सबै सखीसँग बिदा माग्दै मेरो वचनहरू यहीँ फुलस्टप लगाए र श्रीराजजी आफ्नो आसनलाई विराम दिनु हुनेछ भनी म यही जानकार गराउँदै प्रणाम। शरदचन्द्र, जो तिम्रो जिग्राइ थियो थोरै सुन्न पायो। चोकको नाउँ धेरै आए, ती धेरै चोकहरू 18,000 चोकको नाम 18,000 छ। ती चोकहरूको नाम चाहिँ सबै सुन्नुपर्छ भनेको छौ। त्यस कारणले गर्दा हामीले आज कतिवटा चोकको नाम भन्यो देवचन्द्र महाराजले, त्यसलाई मनन गर्नुपर्छ। र परमात्माले तिमीलाई आत्मामा चौतारो बनाएको हुनाले सौभाग्यवती भएकी हौ। र हाम्रो दिग्दर्शनले तिमीलाई आजसम्मको पला घडीसम्म चाहिँ ठिक छ, अब पनि ठिक हुनुपर्छ भनेर चाहिँ म यही शुभ वचन शरदचन्द्रलाई अर्पण गर्दछु भन्दै मेरो चाहिँ आजको यो आसन 24औं वर्षमा लागियो। र संसारमा आएका नानीले अस्ति भन्दै थियो
यसरी परमात्मा प्राप्त भएको साल जन्मिएको नानीहरू पनि 24 वर्षका भए भन्दै थियो। हो, यसरी दिनहरू बित्छन् र 24औं वर्षको सिंहासन आज राम्रैसँग देवचन्द्र महाराजले चलाउनु भयो। उहाँलाई धन्यवाद भन्दै म पनि यहाँ मेरो आसनलाई विराम दिँदछु। शरदचन्द्रलाई शुभ आशिष। र श्याम